हेलो नमस्ते सबैजनालाई लासु फ्याफुल्ला फेरि लामो समयपछि आज फेरि मुकबाङ बनाएर आइसकेको छौँ है मेरो भिडियोमा मुकबाङ ल्याएर आइसकेको छौँ मेरो भिडियोमा हजुरहरूको साथमा आज चाहिँ ल्याएको छौँ खाना ल्याइसकेको छौँ खाना टमाटरको अचार बारीको यो अर्ग्यानिक दाल अनि यो चाहिँ बेथुको साग पहेँलो साग अनि यहाँ चाहिँ मटर के अरे पाङ्ग्रा र कलेज है ल है त हजुरहरू म पनि सुरु गर्छौँ है पहिला चाहिँ यहाँ यो चाहिँ मटर र के पाङ्ग्रा र त्यो छ अनि यो चाहिँ लट्टेको साग पिङ्क कलरको हुन्छ नि लट्टेको साग हजुरहरूलाई थाहा छ है यस्तो अनि यो चाहिँ कालो दाल ल है त हजुरहरू अब चाहिँ सुरु गर्छौँ है त हजुरहरू म चाहिँ सुरु गरेँ पिङ्क कलरको बेथी पनि एकदमै मिठो लाग्छ आजको खाना है साग एकदमै गर्मी छ के भित्र साग एकदमै मिठो भएछ यो चाहिँ बारीमा भएको होइन किनेर ल्याएको बारीमा त फर्सी सिमी हेर्नु नि पहेँलो रातै हुँदो रहेछ के पिङ्क कलरको हुँदो रहेछ खाना पनि मैले चाहिँ यो खालको बेथु चाहिँ ल्याएको पहिला मलाई एउटा आन्टीले दिनुभएको थियो एकदमै मिठो लागेको थियो है आज चाहिँ म चाइनिज स्टोरमा गएको थियो अनि त्यसमा चाहिँ भेटेर ल्याएर आएँ साथीहरू
एकदमै मिठो भयो है। साग त त्यही त नि कुरा गर्दै थिएँ, यो चाहिँ चाइनिज स्टोरमा मात्रै पाउँछ कि। त्यहाँबाट अस्ति नै मलाई एउटा आन्टीले दिनुभएको थियो, त्यो आन्टीले दिँदाखेरि यति मिठो भएको थियो। अनि मैले आज ठ्याक्क देखेर ल्याएको, यस्तो मिठो गाइस, यस्तो मिठो है। तर मैले नेपालमा चाहिँ खाएको थिएन। Elimsa? Daal खानु ल एकदमै मिठो भयो। एकदमै मिठो भत्रकल भयो हजुरले। ल है त साथीहरू, हजुरलाई मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक शेयर सब्सक्राइब गर्नुहोला भन्दै आज म भिडियोबाट छुट्टिन्छु। बाई बाई।